Buddy, say hello. 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 Ciao. बिना दाइ हेलो के भन्नु पर्यो? भन्नु न के भन्नु पर्यो आज मौसम सब्सक्राइब हानिदिनु होला सबै भन्नु न आज मौसम चिसो छ मौसमले च्यालेन्ज गरेछ च्यालेन्ज गरेछ आज खाना यस्तो रहेछ होइन दोस्त यस्तो पानी परिरहेको बेला पनि हामी चाहिँ सिटी हिँडेको अब बिस्तारै रमझम झरीमा कुदाइदिनु न एकपल्ट हात छोडेर कुदाइदिनु दुईवटा ओ दाइ के हो यो त यस्तो कसरी जाने यसमा घर कसरी जाने हामी अब बस्नु पर्यो नि त यहीँ क्या बात है सर क्या बात है सर क्या पर ये बात है हल्का दिएको मात्रै सेवा एन्ड नमस्ते हजुर सबैमा हजुरहरूलाई मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत छ अनि आज भनेको चाहिँ अब दिनभरि के गरिन्छ ऱ्यान्डम थिङ्सहरू होइन सुट गर्ने ब्लगमा हालिदिने अनि तपाईँहरूलाई देखाउने भनेर चाहिँ ब्लग सुट गरेको अनि आजको सबैभन्दा पहिलो काम चाहिँ रहेको छ मेरो यो बिस्तारा लथालिङ्गै छ यिनीहरू सबै मिलाउनु पर्ने छ होइन अनि पहिलो काम चाहिँ यो रहेको छ है अब हेर्दै जाउँ दिनभरिमा के गरिन्छ कसो गरिन्छ सबै देखाउनेछौँ अनि सबैभन्दा पहिला काम चाहिँ अब यही सकौँ यो हाम्रो बिस्तारै मिलाउने काम छ यिनीहरू चाहिँ पहिला सबभन्दा यो काम पहिला सकौँ होइन लेट्स डु दिस चेटेक्क भयो नि त फेरि अब त अनि गुड मर्निङ एभ्रिवान सुदर्शन भाइ यहाँ हो दुई चार शब्द बोलेर जाऊ ल केमा हो दुई चार शब्द बोल न छिटो ल दाइ जिन्दाबाद आम्मा घन्टी जिन्दाबाद यसपालि भोट सबै कहाँ अरे घन्टीमा होइन त माटोमा कि घन्टीमा घन्टीमै हान्नुपर्छ होइन बड्डालाई टोइलेटमै देखाइदिन्छु अब म के खुल्किनु भएको यस्तो ब्लग सुनिल दाइ तपाईँको नि ब्लग सुरु भइसकेको भन्नुहोस् त यहाँ ल तपाईँले भन्नुहोस् त दुई चार शब्द राख्नुहोस् त शब्द त राख्न खोजेको अब के गर्नु अब क्रोएसियामा भनिन्छ अब 2 वर्ष भिजा गएछ भन्ने हो अब के गर्नु अब 7 महिना काम गर्नु 4 महिना सुत्नु बेडमा खायो सुत्यो के गर्नु यस्तै छ जिन्दगी अब हामी के भन्नु अब यो नेपाली चिया भन्दैछ होइन ल नेपाली चिया बन्दैछ होइन बन्दैछ नेपाली चिया बन्दैछ हाम्रो अब अकोमोडेसन रुमको बस्ने होइन अब टक्कमा पनि नुहाइधुवाइ गरेर टक्क फ्रेस हुनु पर्यो टक्कसँगले नुहाइधुवाइ गर्नु पर्यो मेरो चाहिँ फेरि यहाँ चाहिँ सामानहरू होइन अनि मसँग फेरि तास कलेक्सन हेर्नु न यहाँ तास लभरै फेरि म चाहिँ चाइनिज ब्रान्ड एउटा रेगुलर हो यो होइन यो BCG भन्ने ब्रान्ड एकदम राम्रो हो यो पनि होइन चर मेरो एउटा अर्को यो चाहिँ नर्मलै छ तास लभर पनि है म फेरि खेल्ने चाहिँ होइन ट्रिक्स देखाउँदैमा ल अब नुहाइधुवाइ गर्छु अनि भेटौँ है नुहाइधुवाइ गरेर खाना जान रेडी भइयो अब हामी टक्कसँगले होइन यस्तरी लाउँदा ठिक होला नि त होइन ए कपाल त कस्तो निक्ले गयो टुप्पी जस्तो ल यार अब जाने हो खाना खान जाऊ ए चालु परे गुड मर्निङ
चढ़ती जवानी तेरी से जाऊ है जाऊ यो हो मेरो के हो दोस्त यो मेरो नयाँ ब्लग हो यो नयाँ ब्लग हो हामी अहिले खाना खान गइरहेको छौँ परे से हेलो हेलो चाउ चाउ खाना खाना गइरहेको छौँ पानी परिरहेछ आज यार हेर्नु न ट्याक ट्याक हल्का हल्का पानी परिरहेछ यार आज वेदर चाहिँ फेरि बबाल छ होइन हामी चाहिँ जान आँटेको ऊ त्यो पर त्यो कुन कलर भन्छ त्यसलाई सुन्तला कलर होइन दोष त्यो त्यो सुन्तला कलर भएको होटेलमा हामी खाना खान जान आँटेको हो होइन मेरो विनय दाई खोइ मेरो विनय दाई हेलो भन्नु न के भन्नु पर्यो आज मौसम सब्सक्राइब हानिदिनु होला सबै भन्नु न आज मौसम चिसो छ मौसमले च्यालेन्ज गरेछ च्यालेन्ज गरेछ अहिले एउटा लिएर जाने बित्तिकै स्ट्रगेटी खाने हो यति भन्दै बिदा च्यानललाई बिदा गर्दै यो च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला धन्यवाद अनि मेरो दाइहरूले यतिको सपोर्ट गरेपछि पानी त यहाँ अस्ति ड्युटी आउँदा यार आइस परेर हुन्थ्यो है आइस हुन्छ त्यहाँ आम्मा जमिरहेको त बिहान बिहानै हामी आउँदाखेरि त त्यहाँ त ठाउँ चाहिँ तर जस वकिङहरू गर्नको लागि यो ठाउँहरू चाहिँ बबाल छ टक्कै यो एरिया चाहिँ सबै काम गर्ने कम्पनीको सब एरिया हो यो जाडो त यार अब त जाडो त जानुपर्ने झन् जाडो बढिरहेछ है के अरे दाइ हट्नु परिहाल्यो नि अब त सकिसक्यो यही होटेल हो अब हामी खाना खाने यहाँ अलिप्सको रुखहरू हो नि यो फेरि हाम्रो केटाहरू त उहाँ पुगिसक्यो यार आधी केटाहरू त कोही भरे यो भिडियो सिडियो हेरेर यसो तान हान्लाई दोष म त जान्दिनँ है फेरि म त रेकर्ड भएको चिज जति सबै हालिदिने हो होइन भरे आफै बस्नु होला है फेरि ल हाम्रो सन्चो दाइ आउनुहुँदैछ पर ल ल ल ल ल नयाँ भ्लग सुरु भइसक्यो नि त अनि नयाँ भ्लग सुरु भइसक्यो हाम्रो इटालीको भ्लगदेखि डाइरेक्ट यो सुट हुँदैछ फेरि डाइरेक्ट क्रोएसियामा अस्ति इटालीमा अहिले क्रोएसियामा डाइरेक्ट पनि गरिब त होइन नि कहिलेकाहीँ भिख माग्ने मात्रै हो क्या ये बड़ी अच्छी बात कही आप आइपुग्यो गइरहेन रहेछ कता हो भित्र रहेछ आज चाहिँ भित्र रहेछ हाम्रो यो चाहिँ होटेल हो है ट्याक्क हाम्रो राजभाइमा काम गर्दो रहेछ राजभाइ के छ पुष्पास चल्दैछ नयाँ सुरु भइसक्यो नि दिपक दाइ के छ सुरु ए आज यस्तो हो ए आज खाना यस्तो रहेछ होइन दोष के छ दाइ प्यानकेक स्यानकेक हो ससेज हो यो के हो बिना दाइ यो राजमा हामी त राजमा साँधेको भन्छौँ यिनीहरू के भन्छ होइन सबैजना लाइनमा हुन्छ यही हो हाम्रो यही हो खानापानी गर्ने ठाउँ
सुरु सुरु सुप लिएर गएको आमामा गाइजहरू सब यहाँ हो रेडी हो टेबल फुल भएछ सबैले हाई भनौँ न एकपल्ट म चाहिँ एक्लै यता ल ठाउँ प्याक भएछ नि त होइन यता चाहिँ एकदम ठाउँ प्याक भएछ अब यता बस्नु पर्यो हामी चाहिँ यहाँको खाना चाहिँ यस्तै हो अब हाम्रो जस्तो त्यो एकदम मरमसला भएको यस्तो हुँदैन होइन कहिले राजमा ससेज अन्डा हेरी हेरी तर दामी छ आज खानासाना खाइसकेर हिँड्यो चाउ 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 त्यो देख्नु ट्रली लिएर आउँदै गरेको केटीहरू त त्यो जति बेला पनि क्या रिसाइरहेको हुन्छ क्या अस्ति न्यु इयरमा काम गर्दा हामी होइन आम्मा क्या रिसाएको जस्तो गरेर हेर्ने क्या होइन त्यसको खै के हो चाउ चाउ ढोका लगाइदिएर रिसाउला खानासाना खाइयो टम्म लादी पड्काइयो त्यस्तो ठाडो जाउँ यतैबाट जाउँ एक राउन्ड आज समुद्र देखाएर आउँछौँ कस्तो छाल हानिरहेको छ भनेर होइन आज पानी परिरहेछ नि त सिधा कुरा त्यो तपाईँको अघिको गाना सुनाउनु त दोस् पहिलो एक्सले छोडेपछि पिउन थालेको भनेको दोस् अनि यो युट्युबमै हाल्नु पऱ्यो नि त नि दोस् यहाँ घाम लाग्नुपर्छ अब सिजन सुरु हुने बेलामा यहाँ त मान्छे त भरपेटा हुन्छ चिप्लिँदैन नि चिप्लिन त कस्तो कता छाल हान्दा छ यार अलिक यहाँ गएर देखौँ न यहाँ बबाल छाल हान्दा छ क्या यहाँनिर बबाल छाल हान्दा छ यो चाहिँ सबै यिनीहरू जति पनि देखिरहनु भएको छ हामी काम गर्ने कम्पनीको एरिया हो यो सब यहाँदेखि लिएर परसम्म होइन यहाँ चाहिँ अब गर्मीको मौसममा मान्छेहरू पनि यहाँ समुद्रमा नुहाउने ओर्ने होइन खेल्ने सब हुन्छ क्या हेर्नुहोस् छालहरू कस्तो चलिरहेको छ आज यस पानी पनि परिरहेछ पानी परिरहेको भए पनि भ्लग चाहिँ सुट भइरहेछ होइन यहाँ सबै मान्छेहरूले भन्छ समुद्रदेखि पाहाड चाहिँ इटाली भन्छ होइन अस्ति हामी पुगेर आएको त आइहाल्यौँ इटाली भागौँ होला पानी पऱ्यो ठुलो दस भागौँ मलाई ठुलै पानी पऱ्यो है यतैबाट निक्ल्यौँ न निक्लेर पछारिनु होला नि फेरि त्यो अस्ति म उहाँ बल खेल्दा पछारिएको देख्नु भएको थियो नि त्यस्तै होला देउ बसेर होइन कस्तो पछारि होला त म यत्रो मान्छे यिनीहरू चाहिँ सबै हाम्रो यो कम्पनीको आलागाड उयोहरू हो रेस्टुरेन्टहरू रेस्टुरेन्ट भन्दा पनि क्याफे टाइपकोहरू हो क्या होइन नट फाइन डाइन नट टोटल्ली क्याफे भनौँ न त्यस्तै टाइपको वाटर पार्कहरू यो त अनि त्यो उता पारिपट्टि होटेल सिपार अहिले चाहिँ हामीले खाना खाएर आयौँ त्यसको नाम होटेल उमाग होइन ऊ त्यो देख्नु उता पारिपट्टि
त्यो होटल सिपार। पानी चाहिँ नपर्दैको भए भने त दिनमा टक्क कता कता जानु मिल्थ्यो होइन। अब अहिले पानी रोकिएपछि हेर्नुपर्छ के हुन्छ। आज दिने हो कि क्या हो त्यो लन्डीको कपडा त्यो गाडी त तर उयसकै हो क्या त्यो के भन्छ लन्ड्रीको बुढी बजूको क्या त्यही लाग्छ म त। त्यसकै लाग्छ मलाई त यार। खोइ त्यो चाहिँ हामीलाई थाहा भएन। यहीँकै कस्तो यहीँकै त्यो समुद्रको छेउमा चाहिँ फेरि कस्तो परिरहेको थियो है कि रोक्यो होला नि त त्यता पनि। यहाँ फेरि जिम पनि छ हाम्रो। यस्तै हो अब दिनभरि के रेकर्ड हुन्छ थाहा छैन। दिनभरि के बनिन्छ थाहा छैन। जे गरिन्छ जे हुन्छ सब रेकर्ड हुन्छ सब भ्लगमा अपलोड हुन्छ कि कसो दोष। साइकल त हामीसँग भन्दा अरूसँग त छैनै जस्तो लाग्छ यार। साइकल त हामीभन्दा धेरै अरूसँग कोसँग होला है। नयाँ हिजो एउटा थपियो छ होइन। कतिवटा साइकल छ यार। कतिवटा साइकल छ यार। राम राम दिनभरि पानी आज यस्तो पानी परिरहेको बेला पनि हामी चाहिँ सिटी हिँडेको अब बिस्तारै रमझम झरीमा होइन त के छ गाइजहरू भिजिन्छ होला है तर भिजिँदैन छैन है फेरि अलिक कम भयो अहिले। अब हिँड्यो छोरो हिँडेपछि हिँड्नु होइन त भिजोस् नभिजोस् मतलब छैन। अब क्यों तुम्हें चाहे मेरा मन। यहाँबाट उडाएर हान्दिनु नि सिधै पर। दाइले साइकल चाहिँ कडक पाएछ नि क्या जे होस्। हाम्रो त यस्तो छ त्यो पनि अर्काको कुदाको होइन। मौसम त कस्तो चिसो यार चिसो। आज दिनभरि भ्लगमा अब के हुन्छ देखाउनु पर्यो भनेको पानी परेर कता गइन्छ यसो देखाउनु पर्यो भनेको पानी परेर ढुट्टै भयो। ठाउँहरू यस्तै छ पानी पनि बनाइएको छ। दीपक दाइले पनि के हो डाँडा कुदाइदिन्छ नि त। हामी चाहिँ पल्लो पारी हिँडेको। पल्लो पारी चाहिँ मार्केटहरू छ। मार्केट मन्जुम सन्जुम भन्ने मार्केटहरू छ त्यता हिँड्यो। यो जति पनि यहाँ चाहिँ अब गर्मीको सिजनमा चाहिँ एकदम धेरै मान्छेहरू हुन्छ। गर्मीको सिजन आए जस्तै यता मान्छेहरू त भन्ने हुन्छ। माइ लर्ड जाडो भयो माइ लर्ड। अब
कुदाई हात छोडेर कुदाइदिनु न एकपल्ट हात छोडेर कुदाइदिनु न दुईटा ओ दाइ के भन्छन् हौ इङ्ग्लिस बोल्छन् त मेरो दाइ त यार राजाले कुदाइदिन्छ नि दुईटा हात छोडेर हेर्नु है राजाले त एकछिन राजा पख है एकछिन है राजा एकछिन है राजा आउँदैछु ल त राजा दुईटा हात छोडेर अन्त डिल कुदाइदेऊ न उता ट्यालेन्टेड राइडरहरू छन् ट्यालेन्टेड उइली हान्दै एउटा उइली हान्देऊ न पानी परिसक्यो सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ती सबै धुनहरूले अब हामी सिधै कहाँ भेट्नेछौँ थाहा छ सिधै मार्टमा भेटौँ ल अब भन्नाले मार्केटमा है के भयो राजा भिज्यो पुरै यो चाहिँ हाम्रो अर्कै सप हो लभको ईर्ष्या उमाग कता छ यस्तो सामान छ लाइटरहरू भाइ जाउँ न त अब कता कन्जुमतिरै जाउँ होला म त यतै जाउँ जता जाने म कहाँ जाने बस पार्क कि कता जाने आफ्नो विचारै कहाँ जाने छिटो भनौँ पानी परिसक्यो जाऊ छिटो जाने बस पार्क जाने यत्रो पर जाने जाउँ न त ल अब ल राइड हाने मैले तिमीलाई भन कसरी म बस पार्क जाने भन्छ नि यार केटाहरू टाढो छ पानी परेको बेला त पानी परिरहेछ ठाउँहरू एकदम सुनसान एन्ड क्लिन छैन ला 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 पानीमा पनि हामी कुदिरहेछौँ जे होस् पानी परेलाई नि हामी अटेरी कुदिरहेछौँ छैन मतलब हामीलाई के मतलब त्यस्ता दारू खाने कुरा गर्ने हो दारू खानु हुँदैन बस पार्क पानी नपरेको त कस्तो मजा आउँथ्यो है पानी पर्दिएर नि त प्रब्लम भयो सधैँ जीवनमा तिमी चाउ ओहो गाडी आयो गाइज
गाडी आयो ओइ ए दाइ झाडा नबोलौँ न हौ यहाँ रेकर्डिङ हुँदैछ है दाइ भरे तपाईँको चर्चा होला नि फेरि सोसल मिडियामा यत्रो बडा यहाँ यत्रो ठुलो इन्फ्लुएन्सर बसिरहेको छु तपाईँ यहाँ जे पाइ त्यही बोल्ने अहिले फेरि त्यति नबोली त भातै रुच्दैन होइन पागलै हो हामी यहाँ चाहिँ हाम्रो दाइको अलिकति साइकलको पम्पहरू लिन्थ्यो र आएको यो सपमा सबै सामानहरू पाउँछ क्या यहाँनिर अनि आएको यहाँनिर यहाँ हेर्नु न यो कस्तो देख्छ यो राजेश बल देख्छ नि होइन अझै यो बवाल रहेछ है कस्तो बवाल रहेछ नि यो अझ होइन कस्तो छ कस्तो देखिरहेछ भनौँ है फेरिको हामी जहाँ पनि घुमिदिँदैछौँ फेरिमा होइन अब त्यहाँ हेऱ्यो हामीले अब हावामा लुगा हेर्दिन जान आँटेको किन्ने चाहिँ होइन है ल तर एउटा यो चाहिँ किनिदिएँ यार त्यहाँनिर मैले है यसो मलाई कहिलेकाहीँ टेबलमा राखेर भिडियो बनाउन काम दिन्छ धेरै होइन धेरै पिसिनु मात्रै पर्यो होइन काम दिन्छ यहाँ चाहिँ लास्टै सस्तो सस्तो साइकलहरू पाउँछ लगभग नेपाली 3 लाखसम्मको 20 युरो नेपाली कन्भर्ट गर्दाखेरि 470 अनि अब ऊ यहाँ माथि जानु होइन टक्कसँगले भर्खर भनेर गफान है फेरि बनाइरहेको चाहिँ हेर बनाइरहेको छु त नि अनि बनाउँदिन त तपाईँ हावा गफ हान्नुहुन्छ दाइ यार बुढो भन्दाखेरि बुढो कहाँ भएको छ तिमीहरू भन्दा 1 वर्ष त ठुलो हो भन्नुहुन्छ यार नेपालीहरू जेब्रा क्रसिङमा हिँड्छ होला त भनेर यसरी भनौँ भने पनि भोलिको दिनमा कसैले रोस्ट हानिदियो भने नेपालीहरू त यस्तै हुँदो रहेछ भनेर होइन न्युयोर्कर भन्ने सपमा आएको हामी यो यहाँ चाहिँ एफोर्डेबलमा एकदम प्राइसमा कपडाहरू राम्रो राम्रो पाइन्छ ज्याकेटहरू कोटहरू टी सर्टहरू त्यस्तो मतलब यहाँ चाहिँ त्यस्तो हाइली कस्ट पनि छैन होइन मतलब त्यस्तो कस्टली पनि छैन एकदम एफोर्डेबल प्राइसमा राम्रो पाइन्छ कपडाहरू क्या यहाँ चाहिँ त्यस्तो सस्तो पनि होइन त्यस्तो महँगो पनि होइन ठिक्कको प्राइसमा क्या होइन ल म यता खोजेको छु कता कता घुमेको छ नि यार टी सर्टहरू त राम्रो छ अरे यस्तो उडीहरू है त्यत्तिकै हेर्नु भनेर आएको त मलाई त यो मन पर्यो यार लिएर जान आँटेको अब यो लङ कोट एउटा चाहिँ किनिदिउँ न त अब के छ र होइन के हो दिपक दाइले के लिन आँट्यो कि तिमीले के हेर्दैछौ म हेर्न त हेरेको मलाई के हुँदैन के हेर न अनि सामान किनेर घर जाऊँ भने त नि के हो यो त यस्तो कसरी जाने यसमा घर कसरी जाने हामी अब बस्नु पर्यो नि त यहीँ थुचुक्क परेर बसिदिनु पर्यो अब है पानी परेर ढुक्क भयो यार बाहिर पानी परिरहेछ
त्यही भएर फेरि जुत्ताको सपमा आएर यत्तिकै जुत्ता सुत्ता हेरिरहेको छौँ हामी हल्का होइन। यो जुत्ता कस्तो दामी रहेछ यार। कति हो प्राइस चाहिँ? 70 युरो। अयो जुत्ताहरू त यहाँ छ दर यस्तो दुख्ने खालको प्राइस छ क्या फेरि आमामा। सबै हामीले किनकान बनाएर सकिसक्यौँ। अब घर फर्किँदै हो हामी। 2 झोला आउँदैछ सामान पछाडि। के गर्न आएको मान्छे के किनेर ढुट्टै भयो है दाइ। के गर्न आएको मान्छे के किनेर ढुट्टै भयो यार। केही छैन। जाँदैछु टाढा धेरै टाढा याद बोकेर सम्बोधन तिमीलाई गर्दैछु। Come on guys, आओ। के रे त्यो आओ गर्ने? दुर्गा प्रसाई आओ। ए झन्डै लड्यो। जाँदैन मेरो मोबाइल किनेको नि 2 वर्ष भयो। हजुर दाइ ब्लगको चक्करमा मोबाइल अन्त रुँदै जान्छु म त। गाइस अब हामी रुम जाँदैछौँ होइन। सिधै रुममा भेटौँ होइन। रुममा गले म त स्या भयो नि त। ओह यो बाटो फेरि पुरै ओह्रालो छ होइन। रकेट जतिकै कुद्छ नि फेरि यहाँ त साइकल। सलक्क भयो क्या। आम्मामा निक्लिसक्यो यार। जाँग्रा दाइ निक्ल्यो होइन उहाँ। बुढो त वहाँ निक्लिसक्यो यार। बापरे। ओ माई गॉड। राइट ह्यान्डको ब्रेक चलाइरहेको छु ओह्रालोमा। राइट ह्यान्ड गर्दैछु। अगाडिको ब्रेक फ्ल्याट अगाडिको फ्ल्याट चिप्लेर गरे। आइपुग्यो हामी घर आइपुग्यो हामी नाना। म पानी जमेर ढुट्टु भएछ यहाँ। पानी जमेर ढुट्टो भएछ हाम्रो घरको बाटो। आयो हामी सधैँ जीवनमा तिम्रो। हजुर हामी अब यस्तै हो। हेर नि दिमागले काम नगरेपछि के हुँदो रहेछ। बाइक लिएर आइपुगेँ म। आफ्नो सामान निकालेर छोडेर हिँड्दै क्या बुढो। ल आइपुग्यो। पानी चढाउ। ल पानी चढाउ। खाइदिइहाल्ने हो। पानी चढाउनु चाउचाउमा ल्याम पारिदिइहाल्ने हो। सुरज दाजु के छ हौ? दिमाग बिग्रेर हामी त पानीमा नि कुद्दिउँ। वहाँ त पानी धेरै परेकोलाई वहीँ बसिरहेको हामी।
आइपुग्यो होइन त म चाहिँ रुममा आइसकेको छु अब आज जति सक्दो घुम्यो भन्नाले पनि अब दिनभरिमा के गर्यो होइन आज पानी परेको कारणले गर्दा पनि त्यस्तो खासै केही गर्नु पनि पाएन अनि अब त्यस्तै हो नेक्स्ट भिडियोमा चाहिँ योभन्दा अझ राम्रो देखाउने कोसिस गर्नेछु हजुरहरूलाई तबसम्म स्टे ट्युन अनि लाइक सब्सक्राइब सेयर गर्न नभुल्नु होला अनि त्यसपछि सी यू इन द नेक्स्ट भिडियो बाइ बाइ